सबैमा नमस्कार। आज म अर्को प्रस्तुति लिएर आएको छु, जसमा आजको प्रस्तुति माङ्गलिक अथवा मङ्गल ग्रह दोषलाई म यहाँ प्रस्तुत गर्न गइरहेको छु। मान्छेलाई माङ्गलिक 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 भनेर भन्छन् नि, हो त्यो माङ्गलिक कस्तो भयो, के भएमा माङ्गलिक हुन्छ र माङ्गलिक भयो भनेदेखि कस्ता लक्षणहरू देखिन्छ भन्ने कुराहरू मैले स्क्रिनमा देखाइसकेको छु। म यसलाई एक एक गरेर चाहिँ व्याख्या गर्दै जान्छु, स्वीकार्नुहोस्। सामान्यतया माङ्गलिक भनेको मङ्गल ग्रहको दोषबाट ग्रसित व्यक्तिलाई माङ्गलिक भनिन्छ। मङ्गल ग्रह अरू ग्रहभन्दा कडा ग्रह हो। अनि कडा भएको कारणले गर्दा यसको माङ्गलिक दोष पनि जातकलाई कडा बनाउने खालको हुन्छ। त्यसैले यसलाई मङ्गल दोष भनिएको हो। यस्ता व्यक्तिमा ठुलो महत्त्वाकांक्षा हुन्छ, महत्त्वाकांक्षा ठुलो हुन्छ। उनीहरूले चाहिँ ठुलो सपना, चाहना, योजनाको लागि खट्ने गर्छन्, कसैलाई वास्ता गर्दैनन्। आफ्नो सपना, चाहना, योजना पुरा गर्नको लागि उनीहरूले कसैसँग सम्झौता गर्दैनन्। बरु सम्बन्ध तोडियोस्, सम्झौता भने उनीहरूबाट हुँदैन। आफ्नो सपना, चाहना र योजनाको अगाडि यस्ता व्यक्तिहरू कडा रिस देखाउने खालका हुन्छन्। उनीहरू के त कसैले स्वाभाविक व्यवहार नदेखाएमा, यहाँ देखाएमा भएछ नदेखाएमा, यदि कसैले स्वाभाविक व्यवहार देखाउँदैन भने, स्वाभाविक व्यवहार देखाउँदैन भनेदेखि उनीहरू के त त्यस्ता मान्छेसँग चाहिँ रिसाउँछन्। अनि उनीहरू जतिसुकै सफल भए पनि आफू आफ्नो सफलताबाट सन्तुष्टि हुँदैनन्। त्यही भएरै माङ्गलिक भनेर भनिएको। अब माङ्गलिक चिन्ने कसरी त भन्ने कुरा चाहिँ यहाँ मैले भनेको कुण्डलीको, यो कुण्डली भनेपछि जन्म कुण्डली र चन्द्र कुण्डली, दुईटा कुण्डलीलाई बुझ्नुपर्छ हामीले, जन्म कुण्डली र चन्द्र कुण्डलीको है। यहाँ हेर्नुहोस् त कुण्डली, यो 1 देखि 12 सम्मका कोठाहरू छन्। यो कोठा भाव हो, यहाँ लेखिएको अङ्क राशि हो। यो जुनसुकै राशि पनि पर्न सक्छ। लग्नमा जुन राशि हुन्छ त्यहीबाट चाहिँ यो अङ्कानाम वामतो गति भनिन्छ। देब्रेपट्टिबाट घडीको सुई घुम्ने भन्दा उल्टोपट्टिबाट चाहिँ यो अङ्कहरू घुम्छन्। यहाँ 12 भयो भनेदेखि यहाँ 1 मा आएर टुङ्गिन्छ हो। अब यी अङ्कहरूलाई मतलब नगरिकन यो कुण्डलीमा देखिएको पहिलो भाव, चौथो भाव, 7औं भाव, 8औं भाव र 12औं भाव, यी ठ्याक्क यस्तो एङ्गल बनाएर बसेको छ हो। यो भाव, यी भावहरूमा मङ्गल ग्रहको वास छ। कुण्डलीका यी भावहरूमा मङ्गल ग्रह छ भनेदेखि त्यस्तो व्यक्ति माङ्गलिक हुन्छ। यहाँ के त पहिलो भाव, चौथो भाव, 7औं भाव, 8औं भाव र 12औं भावमा मङ्गल ग्रह छ भने जन्म कुण्डली र चन्द्र कुण्डली। यसलाई किन त जन्म कुण्डली र चन्द्र कुण्डली भन्दा, यदि जन्म कुण्डलीमा मात्रै छ भने व्यक्ति 50% यानि कि आधा माङ्गलिक हुन्छ, र चन्द्र कुण्डलीमा पनि छ भने पूर्ण माङ्गलिक हुन्छ। अर्ध माङ्गलिक अथवा एउटा मात्र कुण्डलीमा माङ्गलिक छ भनेदेखि ऊ पूर्ण माङ्गलिक भन्दा कम रिसाउने, कम महत्त्वाकांक्षी हुने, त्यसको सबै गुणहरू आदि आदि घट्दै जान्छ। तर जन्म कुण्डली पनि चन्द्र कुण्डलीमा पनि छ भनेदेखि के त उसका गुणहरू पूर्ण हुन्छ र पूर्ण माङ्गलिक मानिन्छ। यिनीहरूमा पनि यो 1, 4 र 12 भावमा छ भने सकारात्मक माङ्गलिक मानिन्छ यसलाई, र 7 र 8 मा छ भने नकारात्मक माङ्गलिक मानिन्छ। अब यो सकारात्मक र नकारात्मक माङ्गलिक भनेको के हो त? ल हेर्नुहोस् है त यहाँ यो सम्बन्ध तोड्ने तर सम्झौता नगर्ने, ठुला सपना चाहनाहरू बोक्ने, त्यो योजना, आफ्ना योजनाका लागि खट्ने र महत्त्वाकांक्षी हुने, यी माङ्गलिक भनेका सकारात्मक माङ्गलिक हुन्, जुन चाहिँ 1, 4, 12 मा देखाइएको हुन्छ। उनीहरू चाहिँ के त एकोरो टाइपका हुन्छन् तर आफ्नै काममा तल्लीन हुन्छन्। अनि यो 7 र 8 लाई चाहिँ नकारात्मक माङ्गलिक भनिन्छ। यस्ता चाहिँ माङ्गलिकहरू बढी रिसाउने खालका हुन्छन्। अनि बढी रिसाउने खालका मात्र नभएर यो 7औं र 8औं भावमा
माङ्गलिक छ भनेदेखि अब त्यसमा अहिले विवाहको कुरो तल आउँछ। त्यो विवाहको कुरो गरेपछि म ती कुराहरू गरौँला। अब हेरौँ यसमा विवाह गर्दा विशेष ध्यान दिनुपर्छ अथवा विचार गर्नुपर्छ यस्ता माङ्गलिकहरूको बिहे गर्नलाई। यदि केटा माङ्गलिक छ भने केटी पनि माङ्गलिकै खोज्नुपर्छ र केटी माङ्गलिक छ भने केटा पनि माङ्गलिकै खोज्नुपर्छ। माङ्गलिक बीच विवाह भयो भने त्यो राम्रो हुन्छ। तर माङ्गलिक र अमाङ्गलिक बीच विवाह भयो भनेदेखि त्यो सम्बन्ध टिक्दैन। एउटाले अर्कोलाई ध्यान नदिने, अर्कोले अर्कोलाई ध्यान नदिने। अब जस्तो कि माङ्गलिक केटा छ भने केटीलाई ध्यानै नदिने, माङ्गलिक केटी छ भने केटाको रुचि इच्छा चाहनालाई ध्यानै नदिने। त्यो भएको कारणले गर्दा यिनीहरूको चाहिँ के त विवाह बिचैमा टुट्ने सम्भावना हुन्छ। त्यसैले दुवै माङ्गलिक भयो भनेदेखि त्यो राम्रो हुन्छ। दुवै आफ्नो लक्ष्यमा, आफ्नो सपना, आफ्नो चाहनाका लागि खट्ने हुन्छन्। एकले अर्कालाई आफ्नो लक्ष्य चाहनामा खट्नका लागि चाहिँ बाधा पुर्याउँदैनन्। त्यो भएको कारणले गर्दा माङ्गलिक केटा छ भने केटी पनि माङ्गलिकै खोज्नुपर्छ र माङ्गलिक केटी छ भने केटा पनि माङ्गलिकै खोज्नु राम्रो मानिन्छ। अब यस्तो यदि त्यो भएन भने के हुन्छ त भन्दाखेरि जस्तै यो 7 र 8औं भावमा यो 1, 4 र 12 भावमा माङ्गलिक छ भने केही फरक पर्दैन। यो सकारात्मक माङ्गलिक हो। यो छ भने केटाकेटी बीच माङ्गलिक छैन भने पनि सम्बन्धमा त्यति नकारात्मक असर नपर्न सक्छ। तर 7 र 8 भावमा माङ्गलिक छ भने चाहिँ त्यो केटा माङ्गलिक केटी माङ्गलिकै खोजेर बिहे गर्नुपर्ने हुन्छ। नत्र भनेदेखि 7 र 8 भावमा चाहिँ यदि श्रीमानको 7 र 8 भावमा माङ्गलिक छ, श्रीमती माङ्गलिक छैन भने त्यसले श्रीमतीको स्वास्थ्यमा चाहिँ प्रब्लम ल्याउँछ, स्वास्थ्यमा समस्या ल्याउँछ। त्यसैगरी श्रीमतीको 7 र 8 मध्ये कुनै एक भावमा माङ्गलिक छ, मङ्गल ग्रह छ र श्रीमानको छैन भने त्यसले श्रीमानको स्वास्थ्यमा चाहिँ नकारात्मक असर गर्छ। त्यही भएर यो 7 र 8 लाई नकारात्मक माङ्गलिक भनेर भनिएको हो। अब के माङ्गलिक भयो भनेदेखि केही उपाय छैन त? कस्तो भयो भने माङ्गलिक हुँदैन त? ल हेर्नुहोस् है त। अब माङ्गलिक कम गर्ने अवस्था अथवा मङ्गल ग्रहको दोष चाहिँ कम गर्न कसरी सकिन्छ? अब मङ्गल ग्रह सँगै बृहस्पति बसेमा वा दृष्टि परेमा भनेको छ। हेर्नुहोस् है त। अब मङ्गल ग्रह सँगै बृहस्पति बसेमा भनेर भनेको छ। यी भावहरूमध्ये जस्तो 1, 4, 7, 8, 12 भावमा मङ्गल छ, तर त्यो मङ्गलसँगै बृहस्पति ग्रह अथवा गुरु बसेको छ भने मङ्गल दोष कम हुन्छ। त्यसलाई माङ्गलिक मानिँदैन, त्यसलाई माङ्गलिक नमान्दा पनि हुन्छ। यदि बृहस्पति बसेको छ, बस्ने मात्र होइन, बृहस्पतिको दृष्टि परेको छ भने पनि भनेर भनेको छ। हेर्नुहोस् त, मङ्गल ग्रहसँग बृहस्पति बसेमा दृष्टि परेमा, दृष्टि पर्नु भने के त भन्दा बृहस्पतिको 3टा दृष्टि हुन्छ। आफू बसेको एउटा कोठा भयो अनि अरू 3टा कोठाहरूमा अथवा अरू 3टा भावहरूमा चाहिँ बृहस्पतिको दृष्टि पर्छ। बृहस्पतिले हेर्छ, देख्छ। त्यो भएको कारणले गर्दाखेरि कुनमा देख्छ त भन्दाखेरि बृहस्पतिले 5, 7 र 9 जस्तै यो बृहस्पति मङ्गलसँग यहाँ यो 2 मा बस्या छ भने हेर है, 2 लाई 1 मान्दा 1, 2, 3, 4, 5 सरी 5 यो 6औं घरमा 5औं दृष्टि पर्यो अनि 6औं दृष्टि 7औं घरमा पर्यो र 7औं दृष्टि 8औं घरमा पर्यो। ल यो 2 बाट 8 मा यहाँ मङ्गल छ भनेदेखि यो मङ्गललाई चाहिँ बृहस्पतिले देखेपछि माङ्गलिक दोष हुँदैन। दृष्टि भन्नाले जहाँ बस्या छ त्यो कोठो सहित गनेर 5औं कोठोमा, 7औं कोठोमा वा 9औं कोठोमा मङ्गल ग्रह छ बृहस्पति भन्दा पर भने मङ्गल दोष लाग्दैन। यदि अनि मङ्गल ग्रह सँगै बसेको छ भने पनि मङ्गल दोष लाग्दैन अथवा मङ्गल दोष कम हुन्छ। त्यसैगरी अर्को मङ्गल ग्रह सँगै शनि बसेको छ भने तेस्रो, 7औं र 8औं 7, 3, 10 सरी 7औं, तेस्रो र 10औं ग्रहमा चाहिँ सरी भावमा चाहिँ शनिको चाहिँ दृष्टि पर्छ। अब यी मध्ये शनि सँगै बस्या छ अथवा शनिको दृष्टि परेको छ भने मङ्गल दोष लाग्दैन। यी आफ्नो माङ्गलिककै यी कोठाहरूमा मङ्गल ग्रह छ र यी कोठासँगै मङ्गल ग्रह भएकै कोठामा शनि ग्रह पनि छ भने
त्यो व्यक्तिको माङ्गलिक कम हुन्छ। त्यसै गरी शनिले हेर्ने देख्ने कोठाहरू भने आफू बसेको भन्दा तेस्रो कोठा, आफू बसेको भन्दा 7औं कोठा र आफू बसेको भन्दा 10औं कोठा। फर इक्जाम्पल यो 2मा मङ्गल शनि छ भनेदेखि 2ले तेस्रो यसलाई गर्ने 1 2 3 यो चौथो घरमा शनिले देख्छ, 4 5 6 7 यो 8औं घरमा शनिले देख्छ, 8 9 10 यो 11औं घरमा शनिले देख्छ। हो त्यसरी के त शनिको दृष्टि परेको छ अथवा शनि बसेको छ सँगै भने पनि त्यसमा माङ्गलिक दोष लाग्दैन। अनि अर्को मङ्गल ग्रहसँगै शुक्र बसेमा शुक्रको दृष्टि चाहिँ हुँदैन है, फेरि शुक्रको दृष्टिले माङ्गलिक कम हुँदैन, सँगै बसेकै हुनुपर्छ। जस्तै यीमध्ये कुनै कोठामा मङ्गल ग्रह छ माङ्गलिक भयो, त्यो सँगै चाहिँ के त शुक्र ग्रह पनि बसेको छ भनेदेखि त्यही कोठामा त्यही भावमा शुक्र ग्रह पनि बसेको छ भने त्यो व्यक्ति माङ्गलिक मानिँदैन अथवा माङ्गलिक कम हुन्छ है, मङ्गल दोष कम हुन्छ, उसका माङ्गलिक गुणहरू धेरै कम हुन्छन्। केले? यो शुक्र ग्रहसँगै बसेको छ भने। अनि अर्को मङ्गलसँगै सूर्य बसेको छ भने पनि सूर्यको पनि दृष्टि लागु हुँदैन, दृष्टि परेर हुँदैन, तर बसेकै हुनुपर्छ। मङ्गल ग्रहसँगै चाहिँ के त यो सूर्य बसेको छ भने मङ्गल दोष कम हुन्छ। अब सूर्य र शुक्र चाहिँ बस्नै पर्यो, अनि बृहस्पति र शनि चाहिँ त्यसमा देखे पनि हुन्छ। बृहस्पतिको 3टा दृष्टि प्लस बसेको घर 4वटा कोठा र मङ्गल ग्रहको 3टा दृष्टि प्लस बसेको घर 4वटा कोठा। यदि शनिको यति छ भने मङ्गल दोष कम हुन्छ। अनि अर्को कुरो केही छैन, चन्द्र कुण्डलीमा पनि लग्न कुण्डलीमा पनि माङ्गलिक छ, उसको कुनै पनि यी मङ्गल ग्रहको चाहिँ दोष कम गर्नका लागि चाहिँ बृहस्पति शनि शुक्र सूर्य कुनै पनि ग्रहले चाहिँ देखेको बसेको छैन भने पनि यदि त्यो व्यक्ति 28 वर्षको उमेरको भएपछि मङ्गल दोष चाहिँ स्वतस्फूर्त रूपमा चाहिँ कम भएर जान्छ। मङ्गल दोष उसलाई 28 वर्ष बितेपछि हुँदैन, कम हुन्छ। यी ग्रहहरू बसे सरै हुन्छ, त्यसबाट मङ्गल दोष लाग्दैन र 28 वर्षको उमेर पुरा भएपछि माङ्गलिक पुरै हटेर त जाँदैन तर घटेर जान्छ। हस् त आजको यो मङ्गल दोषको प्रस्तुतिलाई चाहिँ यहीँ विश्राम गर्न चाहन्छु। धन्यवाद।